तलब आएको दिन गिरिस धुलो र मोबिलले शरीर लपक्क भिजेको थियो। शरीरमा लागेको लुगाको रङ हराएको थियो। अनुहारले चमक होइन थकाइ बोकेको थियो। ग्यारेजमा 33 नम्बरको गाडी मुनि घोप्टिएको त्यो क्षण जब मेरो हातहरू तेल र गिरिसले चिप्लो भएका थिए, हातका औँलाहरूले पाना र स्प्यानर समात्न कता कता नमाने जस्तो महसुस भइरहेको थियो। तर त्यो थकाइभन्दा पर केही कुराले मेरो ध्यान तानिरहेको थियो। मोबाइलको स्क्रिनमा बारम्बार नजर जान्थ्यो। मनमा एउटा अनौठो बेचैनी थियो, जुन प्रतीक्षा र तलब। अनन्त त्यो पल आयो। मोबाइलको स्क्रिन झल्यास्स चम्कियो। योर स्यालेरी ह्याज बिन क्रेडिट। एकछिन त लाग्यो समय रोकिएको छ, सास अड्किएको छ, तर आँखा नचिम्के त्यो स्क्रिन नियालिरहे जस्तै ती लेखिएका अक्षरहरू मेरा सपना हुन् जसलाई कसैले मेटिदेला भन्ने डर छ। तर मेरो त्यो खुसी दुनियाँले पैसाको रूपमा मात्र देख्छ। तर मेरो लागि त्यो तलब पैसा मात्र होइन, त्यो त किस्ता हो जुन मैले कहिले नदेखिएको सपना पुरा गर्न गाउँको त्यो एक कोठे सानो घरमा निधाएको मेरो परिवार, जसले मसँग कहिले मुखले अभावहरू मागेन तर आँखाले मबाट धेरै अपेक्षा गरिरहेको हुन्थ्यो। यहाँ खाडीको घामले केवल शरीर जलाएको छैन, आशले मन पनि पकाएको छ। भित्रभित्र गाडीको इन्जिन खोलेर कसरी आवाज ठिक पार्ने भनेर साथीहरूलाई सिकाउँदै म आफै भित्रको चिच्याहट चुपचाप सुनिरहेको हुन्छु। मेकानिकल काम भनेको सहनशीलताको कडा पाठशाला हो, जहाँ पसिनाले मात्रै होइन आँसुले पनि जिन्दगीका गाडी बुढिरहेको हुन्छ। तलब आएको दिन साथीहरू खुसीले खाजा खाने, रमाइलो ठाउँ घुम्न जाने कुरो गर्छन्, तर म टन्न खाएर होइन, टन्न जिम्मेवारीले भरेको मन लिएर पछिल्लो महिनाको हिसाब मिलाउन थाल्छु। कसलाई कति रकम पठाउने? धेरै पटक त यो निर्णय पैसाभन्दा भावनाले गर्छ। कहिलेकाहीँ आफूलाई थोरै राखेर अरूलाई धेरै दिने यो प्रवासी मन संसारको उदार मुटु हो। आज तलब आयो भनेर खुसीले गदगद हुँदै सुनाउने कोही छैन यहाँ। त्यसैले मन भित्रभित्रै भन्छु, बधाई छ तँलाई, तैँले अझै 1 महिना जिन्दगीलाई जितिस्। म एउटा प्रवासी इन्जिनियर जसले गाडीको आवाज बुझ्छु, जो केवल म पुल्स मात्र समाउँदिनँ, भविष्य समाउने पनि प्रयास गरिरहेको हुन्छु। गिरिस र तेलले लतपत शरीर लिएर मनमा आस्था, सपना र जिम्मेवारी बोकेर म मरेपछि पनि इतिहास लेख्ने कागज नहुन सक्छ, तर जिन्दगीमा हरेक पानामा मैले आफ्नो पसिनाले अक्षर कोरेको छु। अन्त्यमा शब्दहरू धेरै बाँकी छन् जस्तो लाग्छ, किनकि प्रवासीको कथा कहिले पुरा हुँदैन। यो त हरेक तलबको दिन फेरि सुरु हुने पीडाको अर्को पाना हो। हस्त सन्तोष कणेल, हाल कुबेर।